खतरा हो खतरा हाई गाइज वेलकम टु माई युट्युब च्यानल म हो तपाईँहरूको आयुष नेगी तामाङ म फेरि पनि उपस्थित भइसकेको छ तपाईँहरूको माझ तपाईँहरूलाई के छ आराम विराम सन्चो बिसन्चो होइन सब ठिक होला भन्ने चाहिँ मैले आशा गरेको छु ल आज चाहिँ हामी बौडेश्वर झरना जाँदैछौँ है साथीहरूसँग ल साथीहरू पनि आइपुगिसकेको छ अब साथीहरूसँग ट्याक्क लगाएर बाइकमा जान्छौँ है त ल साथीहरू आज चाहिँ हामी है पोखाको बौडेश्वर झरना थियो होइन बौडेश्वर झरनाको छेउमा चाहिँ यस्तो दामी काठमाडौँको भ्यू देख्ने ठाउँ रहेछ है अब यो चाहिँ हाइवे यो पासाङ लामो हाइवे हो यो चाहिँ नुवाको जाने हाम्रो एकदम बबाल हाइवे त के भन्नु एकदम पाउडर उडिरहेको छ उता देख्नु ए पौडा रे त पुरै धुलो मग्न भइरहेछ होइन धुलो मग्न बाटो छ है पहिला त झन् पुरै धुलो हुन्थ्यो आन्तरिक पर्यटकहरू पनि यहाँ होइन पुरै यो भ्यू हेर्नको लागि पुरै होइन रमणीय दृश्यमा पुरै रमणीय होइन एकदम हाँसो छाएर चाहिँ अब हेरिरहनु भएको छ उहाँहरू यो काठमाडौँको भ्यू चाहिँ कतिजना हुन्छ होइन धेरैजना बाइक रोकेर पनि खिचिरहनु भएको छ ल अब हामी यसपछि चाहिँ अब बौडेश्वर झरना जान्छौँ अनि त्यसपछि त्यहाँ झरनामा पनि कतिको अब भनौँ न भक्तालुहरू हुनुहुन्छ होइन श्रद्धालु भक्तालु होइन कतिजना हुनुहुन्छ अब त्यहाँनिर गएर हामी तपाईँहरूलाई त्यो दृश्यहरू सबै कैद गरेर देखाउँछौँ है त पुरै ट्याग छ त यार साथीहरू हामी चाहिँ बौडेश्वर झरनाको माथि मेन रोडमा आइपुगिसक्यौँ है बाइक साइक राखेर हामी चाहिँ हिँड्दै आइरहेछौँ है हिँड्दै अब झर्दैछौँ है अब यहाँ चाहिँ यस्तो चाहिँ यहाँ चाहिँ होइन पुरै शनिबार चाहिँ पुरै जात्रा लाग्यो भन्दा डेन्जर लाग्छ यो बौडेश्वर झरनामा चाहिँ एकादशी पनि हो मलाई त त्यस्तो थाहा थिएन एकादशी यहाँ पुरै होइन दर्शक बिन्दुहरूको होइन पुरै चलपल खतरा छ ल शिवजीलाई चढाउन होला भाङ चाहिँ शिवजीलाई हो के हो यार कति भिड यार आम्मा के हो यार कति भिड हो यो ल झर्ना भने झर्ना त पार्वती खोज्न आउनु भएर भने तपाईँ हिँड्नु नि त तल जाउँ ल यहाँ चाहिँ होइन खतरामा भिड छ है ल हेर्नु यहाँ जात्रा भनेपछि मेला पनि त्यत्तिकै लागेको छ यहाँ पुरै सुनदेखि लसुनसम्म छ यहाँ किन हेलमेट ल्याउनु भयो ए के चाहिन्छ तपाईँहरूलाई होइन सबै लिन आउनु होला यहाँ सुनदेखि नुन सब पाइन्छ हिरादेखि किरासम्म ल कट्टु सट्टु चाहियो भने नि आउँदा हुँदैछ यो भाइ यो गुन्द्रुक हजुर कति रुपियाँ हो यो पोकाको 50 ए 50 ए ल अहिले आउँछ है त हामी मलाई चाहिँ गुन्द्रुक लास्टै मिठो लाग्छ होइन त्यही भएर मान्छे सोधिहालेको अनि अब यहाँ पुरै फेरि गेम चलिरहेको छ गेम भिडियो नगरिदिनु ल ल ल यो लोकल काँक्रो हो यो लोकल
ए आमा पुरै लोकल रहेछ नि ल काँक्रो मजाले हालिदिनु त ल एउटा 1 2 टा 3 टा 4 वटा 5 वटा कतिवटा हो कति रुपियाँ हो यो सिलाको 20 रुपियाँ ओहो अलि सस्तो भयो नि यो भेना भेना हानिहालौँ न दिदीकोमा काँक्रो खाना आउनु होला तपाईँहरू नि होइन हजुर भेना भेना अझै एउटा त्यो अर्को चाहिँ हालिदिनु न ल एकदम पैसा पहिला दिनु पर्यो है खाएर दिने हो खाएर दियो नि हुन्छ नि भन्नु पऱ्यो नि होइन ल साथीहरू होइन काँक्रो फसुरै चेस गरेँ हामीले सित्ता 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 एकदम मिठो कस्तो छ काँक्रो एकदम मिठो छ टेस्टी एकदम लोकल टेस्ट रहेछ कस्तो छ काँक्रो एकदम लोकल रहेछ है हामी झरना साइड लाग्दैछौँ है झरना साइड पानी पुरै परेर बिजोग भइरहेछ हाम्रो चाहिँ बिजोगै भयो पानी परेर के हो यार कति भिड यत्रो भिड पानी आयो दाइ पानी आयो अलि छिटो हिँड्नु पासा छिटो छिटो हामीलाई पनि अलिकति छाता दिनुहोस् न यार दया माया त लगाउनुहोस् न यार आसाङ के हो यो बा के हो हामीलाई पनि छाता उडाइदिनुहोस् न छैन यार ल अब के गर्नु पानी परेर बिजोग हाम्रो त है अब यस्तै छ तारा हुलमुलमा के भने जस्तो बिउ जोगाउनु अनिकालमा के जोगाउनु कि हुलमुलमा बिउ जोगाउनु भन्छ यस्तै तालको यहीँ ठिक छ कसो ए आसन यहीँ ठिक छ बरु यहीँ ठिक छ पुरा माथि माथि पानी परेर बिउ पुरै मुसा जस्तो भएको छ सबजना पुरै निस्क्यो है भेनाको हालत यस्तो भइरहेछ नि पानी परेर बिजोग बिजोग के हो तपाईँले माथि चढ्नु नि माथि साथीहरू हामी त बडेश्वर झर्ना आएको है पुरै अब पानी परेर हाम्रो यहाँ यस्तो भिजेर होइन खतम भइरहेछ होइन हाम्रो दुईजना पानी परेर है बिजोग छ हाम्रो कसैले उद्धार गरिदिनु पऱ्यो हामीले छाता पनि केही ल्याएन हामी आउँदाखेरि पुरै घाम लागेर घमाइलो भइरहेको थियो हामी आउँदै पानी पऱ्यो यो विडम्बनाको कुरा हो महादेवजीले के गर्नुभयो थाहा भएन मलाई होइन के छ महादेवप्रति के छ तपाईँको धारणा आज के अरू भने ठिकै हो होइन मेकअप गरेर आउने मान्छेको चाहिँ खतम भएको मेकअप गरेर आउने मान्छे चाहिँ बिजोग भयो क्या आज बिचरा मेकअप गरेर होइन कति राम्रो भएर टिकटक बनाउला भनेर आएको होला होइन लास्टमा सब पानीले पखालेर खतम बनाइदियो होइन त कसो साथमा आयो ओरिजिनल लुक्समा आयो होला आज
जो राम्री राम्री मान्छे छ नि आज हेर्नु छ क्या जति पनि किनभने आज पानीले पखालेको छ होइन एकदम ओरिजिनल एकदम ओरिजिनल पानी परेर पुरै बेजोग भयो है अब महादेवजीले हामीलाई पिसाब गरिदिनु भयो है अब के होइन यस्तो बेजोग भयो हाम्रो होइन के हो यो बौडेश्वर हो कि असमको जात्रा हो के हो यार बौडेश्वर असमको जात्रा भन्दा पनि चर्को छ त यार आमामा के हो यो ल हेर्नु गाई चाहिँ यो असमको जात्रा हो कि बौडेश्वर हो मैले पत्ता लगाउन सकिनँ है यो पानी परेर मात्रै अलिअलि पत्ता लाग्यो नभए चाहिँ ट्याक्कै असमको जात्रा जस्तो होला वाटरफल दामी हो दामी वाटरफल छ खतरा सेन्टर वाटरफल ल हेर्नुहोस् तपाईँहरू पनि दामी हो वाटरफल खतरा आएको छ ल हेर्नुहोस् तपाईँहरू नि यस्तो दामी छ यति धेरै मान्छे छ कि है पुरै भिड छ जस दुई चारजना बालबच्चा चाहिँ हराउँछ यो ठाउँमा यस्तो जग्गा छ बौडेश्वर महादेवजी जय तपाईँहरूलाई कति छ बौडेश्वर महादेवजी जय अच्छा आउनु न यता आउनु न यता एउटा स्लोगन हाल्नु पऱ्यो क्या बौडेश्वर महादेवजी ल यहाँ महादेवको होइन पुरै नुहाउँदै भक्तहरू नुहाउँदै हुनुहुन्छ होइन अनि यता पनि हुनुहुन्छ पुरै पार्वतीहरू होइन त्यस्तो छ हाम्रो पाहाड आजको होइन भक्त कहाँ भाग्नु गयो ल हेर्नुहोस् यहाँ कति छ है अब भक्तालुहरू म त छक्क परेँ यहाँ के हो यो बौडेश्वर हो कि के हो यो के हो यो ल ल रमाइलो रहेछ हो पानी पर्नु भनेको नै शुभ हो क्या हाम्रो लागि शुभ साइड हो कि शुभ साइड मान्छे डरो बढेको छ हौ बौडेश्वरमा आज एकदम खतरा छ माथि पुग्ने हो हामी जुत्ता खोलेर अब हामी पनि होइन पानी झम पानी परे पनि हामी एकदम एक्साइटेडको साथ आइरहेको छौँ है अब यहाँ बहिनीहरू पनि हुनुहुन्छ यहाँ बहिनीहरू हाम्रो बहिनीहरू कहाँबाट आउनु भयो यस्तो राम्रीहरू हुनुहुन्छ कि है एकदम अब महादेव खोज्न आउनु भएको जस्तो छ उहाँहरू शिवहरू होइन उहाँहरूले पार्वतीहरू हुनुहुन्छ यहाँ पनि हुनुहुन्छ फेरि राम्री पार्वतीहरू होइन उहाँ चाहिँ अब पार्वतीको आमाहरू हुनुहुन्छ ल हेर्नुहोस् एकदम भरिभराउ छ यहाँ है अब हामी माथि जान्छौँ ल माथि गएर देखाउँछु तपाईँहरूलाई कस्तो छ होला यहाँको वातावरण यहाँ दर्शकबिनहरू यस्तो धेरै हुनुहुन्छ कि पुरै खतरा ल हेर्नुहोस् अब हामी हिँड्दै जाउँ टाकन स्वर्ग देखाउँछ गाइस तपाईँहरूलाई स्वर्ग देखाउँछ तपाईँहरूलाई स्वर्ग जाने बाटो चढ्दैछौँ हामी भरे चढ्दैछौँ होइन अब ट्याक्कै स्वर्गमा पुग्छ तपाईँहरूलाई देखाउँछौँ हामी यस्तो दामी छ कि स्वर्ग जाने बाटो कता हो आन्टी यहीँबाट हो हेर्नुहोस् यहाँ स्वर्ग भने चाहिँ यही हो टाका लाएर होइन पार्वती भक्तहरू होइन हेर्नुहोस् महादेवजी जय ल तपाईँहरू नि सबैजना दर्शन गर्नु होला महादेवको होइन
अब तर अब हामी त खासमा पार्वतीको दर्शन गर्न आउनुपर्ने हो होइन, तर हामी पनि महादेवको दर्शन गरिरहेका छौँ। ल भ्यू चाहिँ खतरा छ है, हामी पनि जय जय जय। हाम्रो पनि ल पानी पानी पानी। ल यो चाहिँ फोटो सेसन ठाउँ रहेछ है। ल यस्तो पाइन्छ। यस्तो भिड छ कि खतरा हो खतरा, लास्टै खतरा। हजुरलाई कस्तो लाग्यो सर? एकदम ठिक छ, एकदम ठिक छ नि, एकदम रमाइलो छ, खुसी छ। ए हजुर पनि यहाँ पूजा गर्न आउनु भएको? आज पूजा पनि दर्शन पनि गर्न आउनु भएको? रमाइलो लागिरहेको छ तपाईँलाई? कहाँदेखि आउनु भयो तपाईँ? म किर्तिपुरबाट। किर्तिपुरबाट? हजुर एक्लै हो कि फ्यामिली पनि हुनुहुन्छ? परिवार ग्रुपै छ। ए ग्रुपै हुनुहुन्छ? ए ल राम्रोसँग दर्शन गर्नु होला, एकदम मनले चिताएको हजुरको पनि पुरा होस्, हाम्रो पनि पुरा होस्। ल यहाँ बच्चाहरू छ है, आउँदै पनि हुनुहुन्छ एकदम। के हो यो? ल ओहो सिक्स प्याक देख्यो त तपाईँको यहाँ? आमा कस्तो खतरा हो यो यहाँ। हेर्नु होला है साथीहरू, हेर्नु है साथीहरू। ल सबैजना दर्शन गर्नु होला। गुफा चाहिँ यो भित्र छ, गुफा चाहिँ यो भित्र छ होइन। एकदम खतरा रहेछ यार, कसैलाई सोध्नै नपर्ने होइन, एकदम ट्याक्क आयो। के हो यो सिटीको बजाउनु थालेर? वेलकम गाइज है, हामी चाहिँ अहिले बौडेश्वर झरनामा आएको छौँ। झरना चाहिँ एकदम बवाल छ है। आज चाहिँ एकदम क्राउड छ, किनभने आज होइन एकादशी पनि परेको रहेछ है। अब त्यही भएर भक्तालुहरू चाहिँ एकदम धेरै हुनुहुन्छ यहाँ। हेर्नुहोस् तपाईँहरू है, एकदम आएको देख्नुहुन्छ साथीहरू। हामी चाहिँ निस्किन लागिरहेको छौँ है, एकदम राम्रो छ। ल हेर्नुहोस् लास्ट भ्यू तपाईँहरू है, एकदम दामी देखिरहेको छ है। अब हामी चाहिँ एउटा खतरासँग दामी अब दर्शन गरेर निस्किसकेका छौँ। तपाईँहरू पनि दर्शन गर्न आउनु होला, एकदम राम्रो छ। दर्शक दिनहरू यता खतरा हुनुहुन्छ यी, यस्तो बवाल छ। बवाल जनताहरू हुनुहुन्छ है। लास्ट सिन हेर्नु होला, दामी छ। 360 भ्यू। निस्किसकेका छौँ। साथीहरू कता जानुभएछ? एकदम दामी। हामी चाहिँ अब गुफाभित्र चाहिँ छिर्दैनौँ, किनभने अब पुरै भिड थियो है, त्यही भएर हामी फर्किसकेका छौँ। लगरसँग हिँड्नलाई हजुर अब हामी यहाँ यस्तै छौँ। अब के गर्नु, गाह्रो छ। अब मजाले फर्किसकेका छौँ हामी, यस्तै छ यो। ल अब कस्तो लाग्यो तपाईँहरूलाई? अहिले फेरि मौसम खुलेर होइन, काठमाडौँ यस्तो दामी देखिसकेपछि फेरि छाताको पानी भन्दा केही छैन है। यसरी हिँड्दैछौँ, भेना चाहिँ टोपी लगाएर हिँड्नु भएको छ। जीवन बचाएर जानु होला। आमा बुवा दिदीबहिनीहरू केही सानो सहायता गरिदिनु होला। मेरो बाबुको अपरेसनको लागि आमा बुवा दिदीबहिनीहरू हजुरको सानो सहायताले गर्दा मेरो बाबुको जीवन बचाएर जानु होला। मेरो बाबुको जीवन बचाइदिनु होला। धन्यवाद आमा बुवा दिदीबहिनीहरू, केही सानो सहायता गरेर मेरो बाबुको
जीवन दान गरेर जानुहोला सर्को आमा दाइहरू अब रियल हो कि फेक हो चाहिँ होइन मैले तपाईँहरूलाई सबैलाई देखाइदिएको छु है अब तपाईँहरूले पनि चिन्नुहुन्छ भने यसो कमेन्ट हान्नु होला अब हामीले चाहिँ पैसा सहयोग गरिदिएछौँ तर सहयोग गरेको चाहिँ हामी देखाउँदैनौँ त्यही भएर आएन होला ल हामी अहिले पुग्लिँदैछौँ होइन कालो बाटो काठमाडौँ यस्तो खुलिरहेको छ कि अहिले चाहिँ अघि पुरै पानी परेर यहाँ फेरि पुरै खचाखच हुँदो रहेछ होटलहरू नि है पुरै प्याक हुँदो रहेछ यहाँ त्यतिको ठाउँमा ट्रेनिङ दिनुपर्छ भने त्यस्तो ठाउँ गयो भने के गर्नु पर्ला आएको छ प्लास्टिक गाह्रो हुन्छ नि यार हो हो नि झन् लास्टै उकालो बाटो चढ्नु पऱ्यो भने त के होला एक्सट्रिम खानुपर्छ यो साँच्चीकै नेपाल हो कि के हो यो स्वर्गै देखे जस्तो हुँदो रहेछ त यार भाले कसैले चाहियो भने सम्पर्क गर्नु होला भाले चाहियो नि काले चाहियो भने तिमीले टोक्ला है तपाईँहरूलाई त्यो बहिनीहरू त पुरै देखेर हिँडेछ टोक्दैन उहाँहरू चाहिँ एकदम सही टाइममा आउनु भइसक्यो यार पानी रोकिने बेला होइन आमा उहाँहरू एकदम सही टाइममा आउनु भएछ क्या हामी पानी भिजेर होइन दर्शन गर्नु पर्यो ल हेर्नुहोस् के गर्नु अब भगवान् दुःखै ठाउँमा बस्नु हुँदो रहेछ दुःखै पर्नु पर्यो अब के त्यही भनेको खासमा मैले भगवान्लाई अलिक राम्रोसँग बस्नु न भनेर भनेको थिएँ तर मान्नु भएन हेलो 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 के छ हजुरको हालखबर यहाँ सुनेन नि यहाँ एकचोटि फेरि भन्यो हुन्थ्यो नि यहाँ गाइजहरू अलिक छिटो भन्नु हुँदो रहेछ ल साथीहरू हामी चाहिँ बौडेश्वर झर्नाबाट चाहिँ एकदम माथि मेन रोडमा आएर चाहिँ हामी फर्किने तर्खरमा छौँ तयारीमा होइन आज एकदम क्राउड छ है बाइक मात्र पार्किङ हेर्नु न त्यो फर्स्ट पोइन्टदेखि पुरै हेर्नु ल हेर्नु पार्किङ कति छ होइन गाडीहरू कति पार्किङ छ पुरै पिकनिक स्पोट जसरी आउनु भएको छ होइन दर्शन गर्न ल अब हामी पनि निस्किन्छौँ है त यहाँ साथीहरू ल आउँछ होला नि ल साथीहरू हामी चाहिँ होइन अब एकदम खतरा ठाउँमा चटपटे खाँदैछौँ यहाँ है अब खाजा खाऊँ भनेको यहाँनिर खासै रेस्टुरेन्टहरू पनि छैन रहेछ है होटलहरू कमै रहेछ यहाँतिर अब एउटा चटपटे स्पोट एकदम दामी होइन खासमा चाहिँ यो केटाकेटी आएर डेटिङ स्पोट जस्तो रहेछ खतरा ठाउँ रहेछ यहाँ हाम्रो दिदीले चटपटे बनाउँदै हुनुहुन्छ हामीलाई ल एकदम खतरा बनाइदिनुहोस् है दिदी एकदम सबै कुरा हालेर बुढो सयको बनाउनु तर एकदम मिठो होइन सबै कुरा कम हालेर त्यो तपाईँलाई ठिक बनाइदिनु न हेरेर राम्रो होइन ल अब हामी यहाँ भ्यू देखाउँछु तपाईँहरूलाई यस्तो दामी भ्यू छ कि है ल हेर्नुहोस् अब देखिदिरहेछ यहाँ ल हेर्नु है साथीहरू है यस्तो दामी छ कि है ल हेर्नुहोस् यस्तो दामी ल्यान्डस्केप रहेछ कि है ल म चाहिँ अब यहाँ चाहिँ होइन पुरै के अरे टाइम ल्याप्स खिच्न चाहिँ यहाँ आउनु पर्ला जस्तो छ मैले चाहिँ एकदम यो स्पोट चाहिँ एकदम दामी देख्यो है कोही भिडियोग्राफर सिनेमाटोग्राफरहरू हुनुहुन्छ भने चाहिँ टाइम ल्याप्स खिच्नलाई चाहिँ यो ठाउँ चाहिँ एकदम पर्फेक्ट रहेछ काठमाडौँको लागि चाहिँ है भ्यालीभित्रको लागि चाहिँ ल हेर्नु है 360 भ्यू देखाउँछ है त तपाईँहरूको लागि है ल हेर्नु यस्तो ओपी भ्यू छ कि है आम्मामा ल हेर्नुहोस् ल हेर्नुहोस् दामी या दामी दिदी यो ठाउँलाई चाहिँ के भन्छ के ठाउँ हो यो
साङ्ला नै हो यो हजुर साङ्ला कुञ्ची पोखर भन्छ ए कुञ्ची पोखल यो तारकेश्वर नगरपालिका पर्छ हो कति नम्बर वडा हो यो हजुर 1 नम्बर वडा ए यो यो यही ठाउँलाई चाहिँ के ठाउँ बोल्छ यही ठाउँ अहिले हामी जुन बसिरहेको ठाउँ छ नि कुञ्ची पोखल नै बोल्छ कुञ्ची पोखल चाहिँ त्यहाँ माथिदेखि नै बोल्छ नि त यहाँदेखि नै सुरु हो ए होइन जे होस् यो एरियालाई मात्रै एउटा केही गाउँ भन्छ होला नि त भन्ने कुरा के मेरो चाहिँ होइन है ल कुञ्ची पोखल रहेछ है एकदम दामी लाग्यो मलाई भ्यू है कस्तो दामी भ्यू कि अब ल्यान्डस्केप पुरै देख्दो रहेछ होइन ल साथीहरू आज मैले चाहिँ क्यामेरा ल्याएन है त्यही भएर अब खिच्न एकदम मिस गरेँ है ल हेर्नु यस्तो दामी भ्यू छ कि है ल सस नहाल्ने दिदी सस नहाल्ने है ल हेर्नुहोस् अब हामी यहाँ यो भ्यूलाई चाहिँ यस्तो तर हामी एकदम लकी हो यहाँ होइन त यतिखेर ट्याक्कै यसरी खुल्नु भनेर त अनि धेरै लकी हो नि यहाँ खतरा देखिरहेको छ कि पुरै लेलेको डाँडादेखि होइन त्यो एयरपोर्ट हो एयरपोर्ट सिधै त्यो माथि डाँडामा त्यो एउटा देखिरहेको छ त सिधा त्यो घरहरू देखिरहेको भन्नुभयो तपाईँले यस्तो यस्तो उठेर दुई चारवटा घर त्यो लेलेको डाँडाहरू हो क्या त्यो होइन लेले नै हो कि त्यो ललितपुरको लेले हुन्छ नि त त्यो ट्याक्कै एरोप्लेन क्रसहरू गर्ने ठाउँ हो क्या त्यो त्यही हो तर भ्यू त एकदम ओपी हो कस्तो दामी छ है ल हेर्नु साथीहरू तपाईँहरूको क्यामेराले कतिको कैद गर्यो मलाई थाहा भएन है तर हामीलाई चाहिँ एकदम मनमोहक भइरहेको छ यो दृश्य देखेर एकदम अगाएको जस्तो होइन थुप्रै भयो नि अगाएको खासमा त्यो जग्गा सग्गा किनेर होइन हर्सप बनाएर बस्नु ठाउँ रहेछ केही कसैले छेकिँदैन नि यार उत्यहाँनिर क्या उत्यहाँनिर त्यो मकैबारीनिर हेर्नु न त्यो मकैबारीतिर कि चटपटे आयो होइन अब चटपटे यस्तो दामी छ सिद्ध गरौँ ल खाऊ खाऊ चटपटे हानौँ है चटपटे भइहाल्नु ल जस केटाकेटीलाई एकदम खतरा ठाउँ रहेछ यो केटाकेटीलाई चाहिँ खतरा रहेछ हामी पनि के कम होइन हामीलाई पनि ठिक छ हामीलाई पनि राम्रै छ एउटा के छ भन्छ त्यो साइड चाहिँ उता ककनी जाने साइड हो क्या तर ठ्याक्कै एक्ज्याक्ट चाहिँ मलाई थाहा भएन त्यो ठाउँको नाम होइन जान्छ कि नुहाको जानु हो नि त त्यहाँबाट जान्छ त्यहाँ चाहिँ गाडीहरू गुडिरहेको छ नि ककनी छिर्ने बाटो छ क्या त्यहाँ ककनी हुँदै 35 किलो हुँदै त्रिशुली जाने बाटो तपाईँहरू चटपटे खाएको मात्र कति हुन्छ यो ठाउँ चाहिँ है ककनी जाने बाटो यस्तो गरेर साँटो जाने तर यो ठाउँमा यहाँ रिसोर्टहरू चाहिँ एकदम हुनुपर्ने ठाउँ छ हो त्यतैबाट जाने त हो नि के अरे माछा पोखरीबाट यता आउने हो माछा पोखरी यता साइडबाट आउने छ नि यता बाटो आउने माथि जाने क्या हाइवे जाने बाइपास भन्दै एकदम जानेछ तपाईँहरू नि बडेश्वर झनातिर आउनुहुन्छ भने चाहिँ ट्याक्का जगतबाट लेफ्टी लागेर आउनु होला माथि उकालो नचढिकन हामी चाहिँ एकदम लकी पर्सन रहेछ कि यत्रो पानी परेर होइन यस्तो दामीसँग खुलेको या साथीहरू हामी चटपटे खाएको मात्रै कति देखाउनु है कति खाएको मात्रै हाल्दो रहेछ भन्नु होला तपाईँहरू कमेन्टमा अब केही समयलाई
सरपट्टि रोकेर। सरपट्टि ल गाइजहरू है हामी चाहिँ आज कुञ्ची पोकल यो चाहिँ तारकेश्वर नगरपालिका 1 नम्बर वडामा अवस्थित है एकदम के अरे राम्रो ठाउँमा आइपुगेको छ हामी चाहिँ यहाँ चटपटे खानको लागि किनभने आज हामी बौडेश्वर झरना घुम्न आएको थियौँ अनि त्यसपछि त्यहाँबाट अलिकति राम्रो भ्यू देखिन्छ होला त्यो डाँडाबाट चाहिँ पक्कै भनेर हामी चाहिँ यो डाँडामा आइपुगेका थियौँ है हामी चाहिँ त्यहाँ बौडेश्वर झरनाबाट अलि माथि उकालो लागिसकेपछि त्यहाँ जगतको बस स्टप आउँछ त्यहाँबाट अलिकति अगाडि आइसकेपछि तपाईँ कुनामा आइपुग्नु भइसकेपछि त्यहाँबाट लेफ्ट लाग्ने बाटो छ त्यहाँबाट बाटो नछोडिकन आउनु होला तपाईँहरूले चाहिँ यस्तो रमणीय दृश्य काठमाडौँको एकदम सिटी एकदम खुलेको टाइममा आउनु होला हामी चाहिँ एकदम भाग्यशाली भएछौँ भाग्यवश हामीले चाहिँ आज एकदम काठमाडौँलाई पुरै निहालेर हेर्न पायौँ किनभने आजको वेदर एकदम पानी परिरहेको थियो हामी बौडेश्वरमा हुँदाखेरि तपाईँहरूले प्रिभियस भिडियोहरूमा पनि देख्नुभयो होला अनि अहिले चाहिँ हामी आइपुग्दाखेरि चाहिँ एकदम वेदर खुलेर एकदम राम्रो देखिरहेको छ ल हेर्नु तपाईँहरूले है यस्तो दामी खुलिरहेको छ कि ल हेर्नु है पुरै देखिरहेको छ उता ललितपुरको लेलेको डाँडादेखि लिएर होइन सब यता भक्तपुर होइन सबै देखिरहेको छ है यता नुवाकोट छिक्ने के अरे माछापुकुरीदेखि सबै ल्यान्डस्केपमा पुरै खतरा देखिरहेको छ ल हेर्नु होला है त तपाईँहरूले क्या दामी भ्यू देखिरहेको है यस्तो दामी भ्यू हेर्नको लागि चाहिँ तपाईँहरू पनि कुञ्ची पोकल तारकेश्वर 1 नम्बरमा वडामा आउनु होला है त ल आइदिनु होला है ल हेर्नुहोस् लोकेसन यहाँको चटपटे पसल है हामीले अघि चटपटे खाएको उहाँकै पसलमा हो हेर्नु यहाँ हाम्रो चटपटे पसल पनि यस्तो राम्रो देखिरहेको छ फेरि होइन यस्तो दामी देखिरहेको थियो चटपटे पसल पुरै ब्याम्बो चटपटे पसल दिस इज द वान अफ मस्ट होइन भ्यालुएबल चटपटे पसल हो क्या यो किनभने यस्तो भ्यूमा यस्तो चटपटे पसल भन्दा नि यहाँ चाहिँ रिसोर्टहरू हुनुपर्ने हो खासमा होइन तर यहाँ चाहिँ यस्तो चटपटे स्पोट बनाएको छ यो चाहिँ तर खुसी लाग्यो एकदम रिजनेबल प्राइसमा मजाले चटपटे खाने जाने घरमा भ्यू हेर्दै हेलो साथीहरू म चाहिँ स्टुडियोमा आइपुगिसकेको छु म चाहिँ घर नभइकन स्टुडियोतिर आइपुगेको छु तपाईँहरूलाई आजको ब्लग कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला अनि त्यसपछि राम्रो लाग्यो सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला अनि आजको दिन चाहिँ मेरो लागि एकदम विशेष रह्यो किन भन्दाखेरि मैले भ्यूहरू चाहिँ एकदम राम्रो देख्न पाएँ आज है एकदम भनौँ न वर्थित लाग्यो आजको डे चाहिँ तपाईँहरूलाई यो भ्लग हेरेर कस्तो लाग्यो प्लिज अघि पनि भनिसकेको छु मैले होइन एकदम राम्रो प्रतिक्रिया दिनु होला अनि त्यसपछि तपाईँहरूको यसै गरी साथ सपोर्ट माया पाइराखौँ है सबैजनाले सब्सक्राइब गरिदिनु होला च्यानललाई भन्दै ल साथीहरू थ्याङ्क्स फर वाचिङ keep loving and keep supporting. Okay, bye bye, see you next time.